हेलो गाइस वेलकम ब्याक टु माय न्यू नाइट भ्लग हैन तो गाइस हैन कस्तो तपाईहरु सन्चै हुनुहुन्छ भने आज भने फेरि म अर्को नाइट भ्लग लिएर रातिको 12 बजे अर्को भ्लग लिएर आइसकेको छु हैन अहिले चाहिँ रातिको चाहिँ 12 बजेको छ हामी चाहिँ यो जंगलतिर चाहिँ पिकनिक जाने क्याम्पिङ गर्न आएका थियौं साथीहरुसँग चाहिँ धेरै रमाइलो छ भन्दै चाहिँ आजको यस भिडियो सुरु गरौँ गाइस अहिले चाहिँ हामीले हैन टक्क लगाएर आगो पनि बालियो चुलो सुलो बनाएर अब चाहिँ मासु कटिङ गर्नुपर्छ साथीहरु एकदमै कमेडी छ हैन उनीले चाहिँ राष्ट्रिय कमेडी गर्छ अनि चाहिँ यहाँ बोलेर चाहिँ रेडी भइसक्यो अब चाहिँ अब त्यसलाई निकाल्ने भन्दैछ हैन तो गाइस हामी यहाँ चाहिँ यता जंगलतिर आएर चाहिँ अब ओरा त्यो भन्दा ओरा आएर चाहिँ यहाँ मासु चाहिँ कटिङ भन्ने काम भइरहेछ हैन जुन चाहिँ मासु काटिरहेछ हाम्रो चाहिँ मिस्टर नरबहादुर सरजीले चाहिँ यता चाहिँ पानी हालिरहनु पर्छ हाम्रो रमेश हैन चाहिँ फेरि टर्च देखाइरहनु पर्छ मोहन र आशिष र मोहनले चाहिँ टर्च देखाइरहनु भएको छ अनि चाहिँ एउटा पागल चाहिँ यहाँ त बसिरहेछ अनि चाहिँ गेम खेलिरहेछ के गरिरहेछ अनि चाहिँ त्यही हो गाइस हैन अब चाहिँ यताबाट चाहिँ म पनि हिँड्छु हैन ल गाइस आउँदै गर्नु हैन जुगा लाग्ने रहेछ गाइस हेर्नु जुगाले यहाँ खुट्टो खाइदियो यार जुगा लागेर जुगाले खुट्टो खाइदियो गाइस त्यतिखेर बाटो खर्च लास्टै हिँड्नुपर्छ बाहिर यस्तो अप्ठ्यारो छ अब चाहिँ त्यहाँबाट चाहिँ आउँदा आउँदै टाइम लाग्यो हल्का टाढा छ होइन चाहिँ फेरि त्यहाँबाट चाहिँ फेरि भलो बनाउने नि गाह्रो चाहिँ नाइट क्याम्पिङ भन्ने त्यहाँको नाइट क्याम्पिङ भन्छ नाइट क्याम्पिङ तो गाइस हैन अब चाहिँ मासु चाहिँ कटिङ हानेर चाहिँ रेडी भइसकेको छ टक्क लगाएर यत्रो मासु हैन रेडी भइसक्यो गाइजहरु हैन चाहिँ अहिले चाहिँ मासु पकाउन लागि चाहिँ यहाँ प्याज काटेर रेडी भइसकेको छ यता चाहिँ खुर्सानी काटेर रेडी भइसकेको छ यता यो चाहिँ काटी हो हैन गाइस जार लगाएर आगो बालेको अब चाहिँ हामी एकछिन रमाइलो गर्दैछौँ हैन नाच्दिम भनेर चाहिँ अब आज हामी नाच्न लाग्यो रमाइलो गरौँ है रुकुमाको राम्रो गाउँ नडाको पालको जङ्गल जङ्गल फिर्ता हुन्छ आज मङ्गलै मङ्गल जङ्गल फिर्ता हुन्छ आज मङ्गलै मङ्गल अहिले आउँछ ओहो साथी भाइ भेट्न रमाइलो पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात बसाइरे खेनीको वनमा आयो वनमा नाच्दै गाउँदै मासु भात खाएको माया पानको भात माया तिमीलाई सम्झन्छु दिनको रात बसाइरे पटको धाङ्गे माया तिमीलाई सम्झन्छु दिनको रात बसाइरे
sarara. गाइस फाइनल्ली हाम्रो चाहिँ पिकनिक पनि सकिसकेको छ हैन। अब चाहिँ अहिले चाहिँ 4 बजिसकेको छ बिहानको हैन। रातभरि चाहिँ रमाइलो गर्यो, एकदम रमाइलो भयो हैन। यता चाहिँ साथीहरु अगाडि गइरहेछ, हामी चाहिँ उति डाँडो गएको यताबाट देखिँदैन हैन। पुरै एकदम रमाइलो भयो हैन। अब चाहिँ घरतिर हिँडेको चाहिँ दाजुको 4 बज्यो, 4 दाजु पनि बिहानको 4 बजिसक्यो। अब चाहिँ हामीहरू हिँड्यो घरतिर। तो गाइज होइन यो भिडियो चाहिँ स्पेसल्ली 200 सब्सक्राइब पुगेको लागि चाहिँ रमाइलो गरेको हो मेरो लागि चाहिँ होइन। थ्याङ्क यू सो मच होइन 200 सब्सक्राइबर पुग्यो फ्यामिली भएकोमा। अनि चाहिँ कङ्ग्रेचुलेसन टु मी एन्ड द यङ गाइज होइन। सबैलाई धन्यवाद छ सपोर्ट गरिदिनु गर्दै जानु होला भन्दै आजको यस भिडियोबाट बिदा हुन्छु गाइज होइन। रमाइलो भयो एकदम। ल गाइज च्यानलमा नयाँ हुनुहुन्छ सब्सक्राइब सेयर लाइक कमेन्ट गरेर नजिक रहेको बेल आइकन थिचेर नबिर्सनु होला भन्दै आजको यस भिडियो बिदा हुन्छु। अन्तिम समय हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच गाइज। बाई बाई गाइज, लभ यू अल। सब्सक्राइब सेयर के गर्नुहुन्छ सबै गर्नु होला गाइज। बाई बाई।